एकजना मान्छे थियो। ऊ उमेरले धेरै ठुलो थिएन, तर जिम्मेवारीले थिचिएको थियो। उसको आफ्नो सपना थियो जीवनमा केही बन्ने, आफ्नो नाम कमाउने, परिवारलाई गर्व गराउने। तर हरेक दिन यही कथा दोहोरिरहन्थ्यो। काममा मन लाग्दैन थियो, घरमा शान्ति छैन, साथीहरू अगाडि बढिरहेका छन्, तर ऊ भन्ने उही कुराले अड्किरहेको थियो। उसले भन्थ्यो, समय खराब छ, मान्छेहरू सहयोगी छैनन्, यो देशमा अवसर छैन, मेरो भाग्य नै कमजोर रहेछ। उसलाई लाग्थ्यो उसको जीवन नबन्नुमा सबै अरू दोषी छन्। बोस, मालिक गलत, साथीहरू स्वार्थी, परिवारले बुझेन, समाज अन्यायी। तर एक साधारण दिन थियो, कुनै चमत्कार भएको थिएन। ऊ थाकेको थियो आफ्नो असफलताबाट, आफ्नै गुनासोबाट। साँझ पर्यो, ऊ एकान्तमा बसेर सोच्न थाल्यो। पहिलो पटक उसले अरूलाई होइन, आफूलाई प्रश्न गर्यो, के साँच्चै म निर्दोष छु? यो प्रश्न सरल थियो, तर अर्थपूर्ण थियो। उसले आफ्नो विगत हेर्न थाल्यो। अवसर आएको बेला डरले पछि हटेको याद आयो, सिक्नुपर्ने बेला बहाना बनाएको सम्झना आयो, अनुशासन चाहिने बेला आलस्य रोजेको स्वीकार गरेको, साथीहरू अगाडि बढेको बेलामा ईर्ष्या गरेको। तर आफूले केही नगरेको सत्य देखेर त्यो पलमा उसको आँखा रसाएन, तर मन काप्यो। त्यही दिनबाट उसको जीवन बाहिरबाट बदलिएन, तर भित्रबाट एक ठुलो परिवर्तन भयो। उसले अरू र आफूलाई दोष दिन छाड्यो र जिम्मेवारी लिन सुरु गर्यो। यदि कसैले सहयोग गरेन भने म आफै बलियो बन्नुपर्छ भन्ने सोचले ऊ बिहान अलि चाँडो उठ्न थाल्यो, सिक्न थाल्यो, आफ्नो सिपलाई अगाडि बढायो, अरूको ईर्ष्या गर्न छोडेर उसको सफलताबाट प्रेरणा लिन थाल्यो। कहिले ऊ फेरि लड्यो, कुनै समय निराश भयो, तर फरक यति थियो, आफ्नो गल्तीहरू, असफलताको कारण अरूलाई होइन, त्यसको जिम्मेवार आफू स्वयंलाई दिन थाल्यो। उसको बोल्ने तरिका बदलियो, सोच्ने तरिका बदलियो, काम गर्ने तरिका बदलिएको थियो। किनभने जब मानिस भित्रबाट परिवर्तन हुन्छ, तब उसको बाहिर स्वभाव र व्यवहार आफै परिवर्तन हुन्छ। जब उसले बुझिसकेको थियो, जब मानिसले अरूको गल्ती खोज्न छोड्छ र आफ्नो गल्ती स्वीकार गर्छ, त्यही क्षण ऊ स्वयं बदलिन सुरु गर्छ। यो कथा कुनै एक व्यक्तिको मात्र होइन, यो कथा त हरेक मानिसको जीवनमा मेल खान्छ। याद राख्नु, तपाईको भविष्य अरूको व्यवहारले होइन, तपाईको जिम्मेवारीपूर्ण स्वीकारयुक्त साहसले बदलिन्छ।